गरेको छ। अब आगामी आर्थिक वर्ष 2082-83 को मुख्य कार्यक्रमहरूको सार संक्षिप्त प्रस्तुत गर्दछु। सभाध्यक्षज्यू, यहाँ म शिक्षा, युवा तथा खेलकुद विकास समितिको म प्रस्तुत गर्न गइरहेको छु। विद्यालय तहबाटै खेलकुदका कार्यक्रमहरू सञ्चालन गरी विद्यार्थीहरूलाई अनुशासन, खेल सिप क्षमता विकास गर्नको लागि खेल प्रशिक्षक राख्ने कार्यक्रमलाई निरन्तरता दिएको छु। कक्षा 1 देखि 5 सम्मका विद्यार्थी पोसाक र झोला उपलब्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु। विद्यालय भवनलाई नयाँ प्रविधियुक्त भौतिक संरचना निर्माण गर्नको लागि विभिन्न सङ्घ संस्थासँग साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयहरूलाई डिजिटलाइज गर्नको लागि अति आवश्यकताको आधारमा कम्प्युटर तथा प्रिन्टर उपलब्ध गर्ने व्यवस्था गरेको छु। छात्रवृत्ति कार्यक्रम मार्फत प्राविधिक तथा अप्राविधिकतर्फ शैक्षिक जनशक्तिको लागि विपन्न उत्कृष्ट विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ। कक्षा 11 र 12 मा तेल्लोक मावि तेल्लोकबाट लिम्बू भाषाको पठन पाठनको सुरुवात गर्नको लागि बजेट व्यवस्था गरेको छु। लिम्बू भाषा आनीपानको पठन पाठन गरिने कार्यक्रमलाई निरन्तरता दिएको छु। स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तकको छपाई गरी अध्यापन गर्ने व्यवस्था गरेको छु। हामी चिनाउँछौँ श्रीजङ्गा भन्ने नाराका साथ खेलकुद र पर्यटक क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यक्रम कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु। श्रीजङ्गा मल्टी कवर्ड हल निर्माण गर्नको लागि बजेट व्यवस्था गरेको छु। शिक्षकहरूलाई सिप क्षमता विकास तालिम सञ्चालन गर्ने व्यवस्था गरेको छु। यो भयो शिक्षा, युवा तथा खेलकुद तर्फको। अब यहाँ म आर्थिक विकास तर्फको भन्दैछु। विश्वको तेस्रो अग्लो हिम शिखर कञ्चनजङ्घालाई केन्द्रित गरी पर्यटन प्रवर्धन गर्नको लागि होमस्टे कार्यक्रममा होमस्टे स्थापनाका लागि बजेट व्यवस्था गरेको छु। श्रीजङ्गा गाउँपालिका भित्रका किसानको निःशुल्क माटो परीक्षणको लागि बजेट विनियोजन गरेको छु। कृषि तथा फलफुलजन्य नर्सरी सञ्चालन गरी स्थानीय जातका बिरुवा दीर्घकालीन रूपमा उत्पादन गर्नको लागि बजेटको व्यवस्था गरेको छु। अब पर्यटन तथा पूर्वाधार तर्फको तेल्लोक बजार क्षेत्रमा कालो पत्रे गर्ने कार्यक्रमलाई सुरुवात गर्नको लागि बजेट विनियोजन गरेको छु। घिमिरे खोला बेली ब्रिज र मामाङ्के खाक्सा खोला मोटरेबल पुल निर्माण कार्यको सुरुवात गर्नको लागि बजेट विनियोजन गरेको छु। फावा खोला तेल्लोकमा खानेपानी आयोजनाको सुरुवात गरेको छु। तेल्लोक माविको भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु। 10 शैय्या अस्पतालको भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने व्यवस्था गरेको छु। अध्यक्ष रोजगार कार्यक्रम मार्फत मानवीय श्रममा आधारित रोजगार कार्यक्रमलाई प्रत्येक वडावाइज बजेट विनियोजन गरेको छु। सडक मर्मत सम्भार तथा निर्माण कार्यलाई निरन्तरता दिएको छु। तेयंसी श्रीजङ्गा सिंह थेबे जन्मस्थललाई पर्यटकीय हबको रूपमा थप प्रचार गर्नको लागि बजेट विनियोजन गरेको छु। मुख्य सडकले छोएको जग्गा लगत कट्टा गरी सडक कायम गर्नको लागि बजेटको व्यवस्था गरेको छु। दोस्रो श्रीजङ्गा पर्यटक महोत्सवलाई निरन्तरता दिने व्यवस्था गरेको छु। अब स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकलाई श्रीजङ्गा दन्त उपचार कार्यक्रम सञ्चालन गरिनेछ। हाल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा कार्यरत एवं 10 शैय्या अस्पताल सञ्चालन भएपछि 24 घण्टा नै सञ्चालन गर्नको लागि कर्मचारीलाई अतिरिक्त सेवा बापत भत्ताको व्यवस्था गरेको छु। पोस्टमार्टम कार्यक्रमलाई निःशुल्क सञ्चालन गर्नको लागि
उपहार र ज्येष्ठ नागरिकलाई घर दैलो स्वास्थ्य सेवा एवं सम्मान कार्यक्रमको लागि बजेटको व्यवस्था गरेको छु। वन तथा वातावरणतर्फ बाघी पहिरो नियन्त्रणको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। गोली या काठ निकासीलाई करको दायरामा ल्याउन एवं थप व्यवस्थित गर्नको लागि कार्यक्रम ल्याएको छु। विपदको सामना गर्नको लागि विपद व्यवस्थापन कोष एवं अन्य विपदसँग सम्बन्धित कार्यक्रमको लागि बजेट विनियोजन गरेको छु। अब आर्थिक वर्ष 2082-83 को अनुमानित आय